वो तो खाएगा ना। गुड मर्निङ सबैजनामा। चट्टा रुमदेखि हामी बस्ने घर चाहिँ यही हो होइन। सत्ता अब ड्युटी जान लागेको, सबै ड्युटी जान लागेछन् होइन। धेरै कम्पनीमा काम गर्दो रहेछन् कि कम्पनी रहेछ धेरै। मथाबाजी भलाजी ब्लकमा स्वागत छ। चट्टा ड्युटी हिँड्यो होइन। एक अगाडिबाट अब गाडी कुर्नुपर्छ यहाँ। चट्टा बिहान बिहान 6 बजेको भ्यू। बाबा यताबाट आएको मान्छेहरू ड्युटी हिँड्ने छन्। सबै हिँड्यो बिहान बिहान। अब जानुपर्छ बसमा यहाँबाट। स्वागत छ सबैजनालाई बिहान बिहान 6 बजेको भ्यूमा। सट्टा बिहान बिहान 6 बजेको भ्यू है। अहिले 3 बजी छुट्टी भएपछि फेरि म देखाउँछु फेरि 3 बजे। ठ्याक्क होटलमा नि आइयो। हाम्रो सिक्युरिटी गार्ड मामा गाडीलाई उठाउँदै थियो अघि। रेकर्ड गरेको रेकर्डै भएर हिँड्छ यहाँ। बवाल छ है पेट्रोल पम्प। मैले काम गर्ने ठाउँ यही हो। बवाल पेट्रोल पम्प चाहिँ बवाल छ है। बिहान बिहान ड्युटी गर्नको मजा पनि छुट्टै छ। भ्यू बवाल बवाल छ। बिहान बिहान ड्युटी गऱ्यो, एक्लै आयो। गाह्रो। अहिले 3 बजेसम्म ड्युटी गर्नुपर्छ, त्यसपछि छुट्टी हुन्छ। यता फेरि होटेलको यतापट्टि पुरा गाडी पार्किङ, फ्री पार्किङ भएर यता पुरै पार्किङ हुन्छ है। ल चट्टा अब हातमा डेरेस छ, डेरेस लगाउनु पर्यो। अब ड्युटीको लागि तयारी हुनु पर्यो। चट्टा ल चट्टा डेरेस पनि लगाइसकियो। अब जानुपर्छ ड्युटी। चट्टा हातमा पक्रियो प्लास्टिक। यो चट्टा यहाँबाट पस्नुपर्छ अब ड्युटी लाग्यो। ल अब सिधै 3 बजे भेटौँला साथीहरू। अरे सुनील भाउ क्या बोलते इसको? पंछी को पकड़ लिए है। मेरे को तो डर लग रहा है। डर लग रहा है। इसको आज़ाद कराने चले गए हैं। वो तो खाएगा ना? खाएगा? उनको कभी खाना ही पता नहीं। कुकुरले खान्छ खानाहरू चेक गराउनु भएको पारा। चलो चट्ट लाएर फेरि ड्युटी अफ भयो भर्खर। अब चट्ट लुगा फेरेर जाने हो। चलो खत्म। कौन खाना खा रहा है?
चलो चक्क छुट्टी भयो मान्छे सुतिरहने आरा बबाल छ आज नि पानी पर्ला जस्तो छ बिजोक छ यार आँखाले त राम्रै देख्यो त यार मोबाइलमा कस्तो आइरह सत्त भ्याइयो सकियो ड्युटी अब रुममा गएर आराम गर्ने हो खाना खाइयो आरामले बिहानबाट भर्खरसम्म ड्युटी गरियो त्यही हो सलक्क मेन रोड गाह्रो होटलको पार्किङै गाडीहरू लागेको चाहिँ खाना आउने गेस्टहरू भयो ल साथी हो अब रुममै गएर भेट्नुपर्छ है रुममा नै आइपुग्यो गेट लगाउनु पर्छ फेरि कुकुर आएर सुत्दो रहेछ सबै रुममा आइपुग्यो अब भोलि बिहान 6 बजे भाइको खाना र मेरो कपडा बोकेर आइयो रुममा डनको इन्ट्री किन यस्तो आँखा त ल तिम्रो खाना चिलमा हो छुट्टी मनाएको वेलकम र भाइ अनि खाना पऱ्यो नि होइन तरकारी दालहरू के ल यस्तै छ रुम च्यात्ते लाएरै बिजोक छ चिलो नि यतिको त ए आफ्नो पर्सनल घरको भएको चिल बनाएर राखिँदैन यस्तै हो ल अब चिल पारामा सुतान्छ सत्तै